नाडा एउटा यस्तो संस्था जसलाई म प्रेसिडेन्सीबाट रिप्रेजेन्ट गरिरहेको छु र यो एउटा यस्तो संस्था हो जसले जिडिपीको 23% गर्थ्यो कन्ट्रिब्युट। आज आएर त्यो झरेर 9% मा आएर झरेको छ। सो यो सेक्टर आजको दिनमा जति प्रभावित छ, मैले सबै हाम्रो पूर्व वक्ताहरूको कुरा सुन्दाखेरि यो त मैले भन्नुपर्ने उहाँले भनिदिनु भयो, यो मैले त भन्नुपर्ने भनिदिनु। तर एउटा चिज हामीले सबभन्दा छुट्यायौँ के भनेपछि 23% कन्ट्रिब्युट गर्ने एउटा यस्तो सेक्टर, यो सेक्टरलाई गभर्मेन्टले कहिले पनि जरुरी सेक्टर हो भनेर हेरेन। आज कपाल अफ इन्स्टेन्सेस भन्छु, नाडाले हो सिम्बोलिकली जहिले पनि गाडी 4 पाङ्ग्रे सवारी साधनमा कर घटाउनुपर्छ भनेर माग गर्दै आउँछ। तर हामीलाई त्यो कर नबढाइदिएकोमा पनि धेरै चित्त बुझाइ हुन्छ कि ट्याक्सेसनको टाइममा जेठमा जहिले पनि ढुकढुकी बढ्छ, अब कर बढ्ने भयो, अब कर बढ्ने भयो। तर त्योभन्दा बढी ढुकढुकी मोनेटरी पोलिसीको चेन्जमा हुन्छ। विगतको आज 10 वर्षलाई हेर्नुभयो भने देयर इज एकदम लार्ज साइकल, यो पिक्स एन्ड भ्यालीको साइकल हुन्छ एभ्री इयर। सुरुमा ब्याङ्किङ सेक्टर एकदम उत्साहजनक रूपमा इन्भेस्ट पनि गर्छ। आज म इन्भेस्ट भन्दाले बिजनेसलाई प्रोत्साहन गर्ने इन्भेस्ट एउटा ठाउँमा छ, फेसिलिटेट लोन ब्याङ्किङ फन्ड्सलाई, लोनेबल फन्ड्सलाई फेसिलिटेट गर्न सुरुको हाफ इयरली एकदम प्रोत्साहन गर्छ। किनभने दसैँ पनि त्यही टाइममा पुग्छ, चाडबाड पनि त्यही टाइममा हो, हामीले अटो सो पनि त्यही टाइममा गर्छौँ। सबैजना एकदम इच्छुक भएर यो कसरी गर्न सकिन्छ भनेर फोकस गर्छन्। त्यसपछिको 6 महिना त्यो अगाडिको खुसियालीलाई रुँदैमा हैरान हुन्छ। किन भन्दाखेरि इन्ट्रेस्ट रेट पनि त्यही बेला फ्लक्चुएट हुने, लोनेबल फन्ड्स हुँदै नहुने। आज अटोमोबाइल सेक्टर इज द बिगेस्ट कल्प्रिट भनेर भन्छु। एक टाइममा हामी कुरा गर्दाखेरि ब्याङ्किङ सेक्टरबाटै आएको तथ्याङ्क हो, सबभन्दा मोस्ट सिक्योर सेक्टर इन्भेस्ट गर्न हो भने गाडी र अटो सेक्टर भनेर भन्थ्यो। तर यही सेक्टर आजको दिनमा मोस्ट अनप्रोडक्टिभ सेक्टर भएको छ। किन भन्ने क्वेसनमा कहिले पनि मन्थन भएन। यो मन्थन हुनुपर्ने जरुरत किन छ भनेपछि अटोमोबाइल सेक्टर भनेर हामीले यत्रो भरोसाका साथ अहिले विद्युतीकरण आज सरकारबाट एउटा ठुलो आशा सहित एउटा सेक्टरले उकास छ, एउटा सेक्टरले नेपालमा ऊर्जा जुन उत्पादन भइरहेछ त्यो खपत गर्न सक्छ भने विद्युत गाडीको सेक्टर, विद्युतीय सेक्टर भनेर अटोलाई पनि एउटा त्यसमा राखेको छ भने त्यस बापत के पाएछौँ त? अहिले एउटा सानो तथ्याङ्क म दिन चाहन्छु। 34% अफ द 72% अफ इभी बायर्स, नेपालमा 100 वटा गाडी बिक्री हुन्छ भने त्यसमा 72 वटा इभी छन् र त्यो 72 वटा इभी मध्ये 34% पिपल आर रिग्रेटिङ बाइङ इन इभी। Why is that happening is a question which needs to be answered. आज मैले इभी किने, is it because of infrastructure? Is it because over ambitious भएर किने कि? एउटा राम्रो कुरा छ इभीकोमा, पहिला सबैजनाले एउटा एडिसनल बायरको रूपमा इभीलाई लिन्थ्यो भने अब फर्स्ट टाइम बायरले पनि इभी किन्न थालेको छ। किन भनेपछि पर्चेस भ्याल्यु अफ इभी हेज गन डाउन। आज इभी 30-40 लाखमा राम्रो 4 सिटर 5 सिटर इभी पाउनुहुन्छ, वेयरएज इफ यु वान्ट टु रियली एक्सप्लोर 1 करोड 1.5 करोडसम्म इभी पाउनेछ। पेइङ क्यापेसिटी हाम्रो साँच्ची नै घट्या हो होइन बारेमा ठुलो एउटा चर्चा छ। अटो सेक्टर एउटा यस्तो सेक्टर हो विच कन्ट्रोल्स हाम्रो ओभरअल इकोसिस्टम। अटो सेक्टरमा अहिले मान्छेहरू ब्ल्याकलिस्ट हुनेमा ठुलो एउटा सेक्टर अटो सेक्टर छ। अटो सेक्टर किन भन्दाखेरि यसो सोच्यौँ भने ओभरअल चेनमा काहीँ न काहीँ त्यो चेन ब्रेक भएको छ र चेनलाई कहिले पनि रिजोइन गर्न खोजिएको छैन। ब्याङ्किङ सेक्टरको लागि एउटा मेरो सचेत पनि गराउन चाहन्छु कि अहिले मान्छेहरू पैसा पे गर्छु, म तपाईँको ऋण जसरी भए पनि पे गरेर मुक्त हुन्छु भन्नेबाट छुटकारा लिन थालिसक्यो।
people have started saying, I don't want to pay your loan. How? Auto sector बाट दुईटा resort गरिरहेछ. एउटा sector, एउटा type of people are resorting to paying 5-10 lakhs, getting a job outside and fleeing away. किनभने यो देशमा हुँदै भइएन भने त्यो एटलिस्ट ब्ल्याकलिस्ट हुनुभन्दा अगाडि जुन पुलिसबाट सर्टिफिकेट पाइन्छ त्यो सर्टिफिकेट एटलिस्ट क्लिन हुन्छ. सो त्यो गरेर गयो भने त मैले लोन पे गर्नै परेन किनभने तपाईँले मलाई खोज्नै सक्नुहुन्न. अर्को पिपल, a lot of people are resorting to suicide. यो चीज हामीले फिल गरेको छैन किनभने अझ पनि त्यो सुसाइड गर्यो तर त्यो मान्छे केसमा आबद्ध थियो, किन त्यसले त्यो गर्यो भन्नेतिर हामीले कहिले पनि खोतल्न सकेनौं. यो गर्दाखेरि एउटा चीज हामीले के बुझ्नुपर्छ भनेपछि नेपाली हामी जहिले पनि स्वच्छ बिजनेस, राम्रो बिजनेस गरौँ भनेर लाग्यो. त्यसमाथि पनि अटो सेक्टर एउटा यस्तो क्लीन बिजनेस किन छ भनेपछि अनलाइन बिलिङ, आई स्टिल रिमेम्बर आजभन्दा 8-9 years ब्याक अनलाइन बिलिङ जब इन्ट्रोड्युस भयो, अटो सेक्टर वाज वान अफ द ओन्ली सेक्टर्स विच सेड भलन्टरीली हामी यसमा लाग्छौँ. सो भने स्वच्छ बिजनेस गर्न हामी रुचाउने हो. तर अटो सेक्टरलाई नै अहिले यस्तो सेक्टर बनाइदिइसकेको छ, सबभन्दा मोस्ट पिछडिएको सेक्टर. एन्ड बिलिभ इट अर नट, नेक्स्ट 5 years मा अटो सेक्टर इफ इट इज नट टर्न्ड अराउन्ड इट विल नो लङ्गर बी देयर. हो अब चाइनिज इभी आयातकर्ताहरू, इन्डियन इभी आयातकर्ताहरू फ्यू रहन्छन्, तर मेजोरिटी अफ द अटो सेक्टर इज नट ओन्ली इभी इम्पोर्टर्स. 3300 मेम्बर्स नाडाको जुन छ त्यसमा अटोमोबाइल आयातकर्ता बढी से बढी भयो भने 200 छन्. 3100 आर स्टिल एसएमईज, स्मल पिपल जसले पार्ट्स व्यवसाय गरिरहेछ, टायर, ट्युब, लुब्रिकेन्ट्स, यिनीहरूको व्यवसाय गरिरहेछ. यिनीहरूको व्यवसाय संरक्षण गर्दिन ब्याङ्किङ इन्स्टिट्युसन्सहरूले के गरिरहेछ. ब्याङ्किङ इन्स्टिट्युसनहरूले हो लोन दिएको हो, लोन उठाउनु पर्यो, टाइममा पैसा तिरेन भने त पैसा खिच्छ. त्यो पैसा खिच्नु एकदम स्वाभाविक हो. तर आर वी एक्चुअली हेल्पिङ हिम? हामीले उसलाई यो लोन पे गराउन केपेबल बनाउन के गरिरहेछौँ? यसमा सरकारको पनि ठुलो दायित्व छ. फर्स्ट सरकारले हात बाँधिदिन्छ बिकज अफ द के भन्छ आर्थिक विधेयक. मोनेटरी पोलिसीले खुट्टा बाँधिदिन्छ. त्यसपछि बिजनेस ओभरअलले पानीमा धकेलिदिन्छ, ब्याङ्कले मुख छोपिदिन्छ. अब मर्ने बाहेक अरू विकल्प छैन. सो यो स्थिति किन आउँछ भन्ने कुरा एउटा एकदम ज्वलन्त उदाहरण भनेको हाम्रो विदेशी मुद्रा संक्षिप्तिको कुरा आउँछ. विदेशी मुद्रा संक्षिप्त जब घटेर 7 महिनामा पुगेका थियौँ त्यो बेलामा व्हेन एभ्रीवान रियाक्टेड, सबभन्दा मोस्ट टाइट गरेको सेक्टर वाज अटो. किनभने अटो इम्पोर्ट वाज ब्यान्ड. माइन्ड इट, किनभने इम्पोर्ट ब्यान गर्नु जस्तो हार्स डिसिजन सेक्टरमा कुनै हुन सक्दैन. त्यो बेलामा अटोको केही पनि चिज तपाईँले इम्पोर्ट गर्न सक्नुहुन्न भनेर गरेको थियो. आज त्यसको डबल भन्दा माथि हामी विदेशी मुद्रा संचितिमा छौँ. वाइ हेभन्ट वी ओपन दिस सेक्टर? त्यो बेलामा लोनेबल फन्डको 50% मात्र, गाडीको भ्याल्युको 50%, लोन टु भ्याल्युको 50% मात्र आज लोन गर्न सक्ने भनेर आइसिएलाई छोडेको, अरूलाई सेक्टरलाई किन छोड्न सकेका छैन? 15 महिनापछि पनि 15 महिनाको विदेशी मुद्रा संचित हुँदाखेरि वाइ हेभन्ट वी गन ब्याक टु वेयर वी वर? होला हामी त्यो बेलामा छाडा थियौँ होला, त्यसलाई अझै कम गरेर हामीले किन सोच्न सकेनौँ त? फाइन, इभीको लागि 80% छ भने आइसिईको लागि 70% किन गर्न सकेन? कोभिडको कुरा आउँदाखेरि कोभिडमा वान अफ द बिगेस्ट फ्लरिसिङ बिजनेस वाज अटो. अरू सबै टाइममा अरू सबै बिजनेस घट्दाखेरि अटो बढेको थियो. 30% ग्रोथ पार्ट्स लुब्रिकेन्ट्समा. त्यो किन भयो भन्दाखेरि नै बोर्डर जुन तरिकाको टाइटनेस छ. म 1 वर्ष भयो म नाडाको अध्यक्ष भएको, मन्त्रालय, विभाग, इभन प्रहरी सङ्गठनहरूमा भेटघाट गर्दाखेरि उहाँहरूलाई मैले बुझाउँदाखेरि भलिबल खेल्ने बाहेक अरू केही काम भएको छैन. आज यही चिज सामान्य पूर्व प्रधान न्यायाधीशज्यू म यहाँलाई भन्न चाहन्छु,
न्यायालयमा गएर रिक्वेस्ट गर्दाखेरि धरि यसको आन्सर आउँदैन। यस्तो स्थितिमा व्यवसायीहरूलाई मैले त अब तपाईँ व्यवसायी होइन अरू अन्य व्यवसायहरू खोजौँ भन्ने नीतितिर बिस्तारै धकेल्न थालिसके। किनभने अटो सेक्टर इज नट द सेक्टर एनिमोर। आज मेरो फ्यामिली 40 इयर्स भन्दा बढी अटो सेक्टरमा लागिसकेको छ र यो जस्तो विषम परिस्थिति कहिले पनि आएको छैन। आज ठुलो अर्गनाइजेसनहरूलाई त त्यस्तो स्थिति छ भने त्यो सानो व्यवसायहरू जसले आजको कमाइबाट राति गएर खाना लिएर आउँछन्, रासन लिएर आउँछन्, तिनीहरूको परिस्थिति के हुन्छ त? यो चिज एकदम सोच्नुपर्ने परिस्थिति छ। र म त यो भन्छु राम्रो टाइममा चाहिँ नाडाको अध्यक्ष भइएछ जस्तो लागेन। किनभने काम जति सबै मेरो टाउकोमा थुपरिया जस्तो परिस्थिति आयो। तर पनि मैले कोसिस हार मानेको छैन। यस्तै यस्तै ठाउँमा बोल्दाखेरि अझै उजागर भएर मैले धेरै छाया प्रकाश पार्न सक्छु होला। थ्याङ्क यू भेरी मच।